नमस्कार। वृन्दावनको सेक्रेट पावर कृतिको विषय क्रममा पालो भएको छ अनुभूतिको आवृत्ति। तपाईले अनुभूत गर्नुभयो भने पाउन सक्नुहुन्छ। ब्रह्माण्डमा भएका सम्पूर्ण तत्त्वहरू चुम्बकीय छन् र सम्पूर्ण वस्तुहरूमा चुम्बकीय तरङ्गहरू छन्। तपाईका विचार र भावहरूमा पनि त्यस्तै चुम्बकीय तरङ्गहरू छन्। राम्रा अनुभूतिहरू भन्नाले तपाईँ प्रेमका सकारात्मक पक्षतर्फ हुनुहुन्छ। नराम्रा अनुभव भन्नाले तपाईँ नकारात्मकतातर्फ हुनुहुन्छ। तपाईले जे सोचे पनि सोच्नुहोस्, चाहे राम्रो सोच्नुहोस् चाहे नराम्रो, त्यसले तपाईको आवृत्ति र तरङ्गलाई जनाउँछ। चुम्बकले जसरी नै तपाईले मानिसहरूलाई, घटनाहरूलाई र परिस्थितिहरूलाई आकर्षित गर्न सक्नुहुन्छ। यदि तपाईँ उत्साही अनुभव गर्नुहुन्छ भने तपाईको आवृत्तिले उत्साही मानिसहरूलाई, परिस्थिति र घटनाहरूलाई तपाईतर्फ आकर्षित गर्छ। यदि तपाईँ डराउनुहुन्छ भने तपाईले डराउने व्यक्ति, परिस्थिति र घटनाहरूलाई नै आकर्षित गर्नुहुन्छ। तपाईको आवृत्तिको बारेमा तपाईलाई शङ्का नहोस्। तपाईको आवृत्ति भनेको तपाईको अनुभूति हो। तपाईको आवृत्ति तपाईँ जुनसुकै समयमा परिवर्तन गर्न सक्नुहुन्छ। तपाईको अनुभूतिमा परिवर्तन आउने बित्तिकै आवृत्तिमा पनि परिवर्तन आउँछ। तपाईँ नयाँ आवृत्तिमा प्रवेश गर्ने बित्तिकै सम्पूर्ण कुराहरू परिवर्तित हुन्छन्। तपाईँ जीवनको कुनै पनि परिस्थितिलाई उदाहरणको रूपमा लिनुहोस्। ती परिस्थितिले निम्त्याएका हरेक परिणतिलाई तपाईले गम्भीरताका साथ अन्वेषण गर्नुहोस् त। यी सबै परिणतिहरू तपाईले महसुस गर्ने भावले नै निम्त्याएको छ। खुसी, हर्ष, उत्तेजना, सन्तुष्टि र प्रत्येक राम्रा अनुभूतिहरूसँग तपाईको सम्बन्ध रहेको हुन्छ। तर कहिलेकाहीँ सम्बन्ध अल्छी लाग्दो, निराशाजनक, चिन्तित, क्रुद्ध, खिन्न र सबै नराम्रा अनुभूतिहरू हुन्छन्। तपाईँ जसरी अनुभव गर्नुहुन्छ त्यसको फल त्यस्तै हुन्छ। यदि तपाईँ राम्रो अनुभव गर्नुहुन्छ भने त्यसको फल पनि राम्रो नै हुन्छ। यदि तपाईँ राम्रो अनुभव गर्नुहुन्छ भने राम्रो हुन्छ, नराम्रो अनुभव गर्नुहुन्छ भने नराम्रै प्रतिफल हात पर्छ। यदि तपाईँ हर्षित अनुभव गर्नुहुन्छ भने धेरैजसो समय तपाईँ अरूहरूलाई हर्षित बनाइरहनु भएको हुन्छ। तपाईँ हर्षित रहँदाका अवस्थामा तपाईको आफ्नो वरिपरिको वातावरण पनि हर्षित र रमाइलो बनाइरहनु भएको हुन्छ। यस्तो अवस्थामा अधिकांश समय तपाईको सम्बन्ध अरूसित राम्रो हुन्छ, किनभने तपाईको आवृत्ति सकारात्मकतामा हुन्छ। अनुभूतिहरूको परिवर्तन नै भाग्य परिवर्तन हो। नेभिल गार्डर, नयाँ सोचका लेखक। अनुभूतिका आवृत्तिहरूको सूची हेर्नुहोस् त। जीवनका धेरै किसिमका विषयमा गाँजिनु भएको भए पनि त्यहाँ तपाईले धेरै अनुभूतिका आवृत्तिहरू पाउनुहुनेछ। त्यति बेला तपाईले प्रत्येक विषयमा विचार गर्नुहुन्छ र प्रतिफल निर्धारण गर्नुहुन्छ। तपाईले आफूलाई उत्साही, खुसी, आनन्दपूर्ण, आशावादी, चिन्तित, डर वा पैसाका बारेमा निराश अनुभूत गर्नुहुन्छ। तपाईँ आनन्दको, जोसिलो, निरुत्साहित अथवा स्वास्थ्य सम्बन्धी चिन्ताको अनुभूत गर्नुहुन्छ। मानिसमा विभिन्न खालका अनुभूतिका आवृत्तिहरू हुन्छन् र तपाईमा जस्तो खालको आवृत्ति छ तपाईले त्यस्तै किसिमका चिजहरू पाउनुहुन्छ। तपाईलाई घुम्न मन लाग्न सक्छ। तपाईसँग घुम्ने पैसा छैन भने घुमफिरको विषयमा तपाईँ निरुत्साहित बन्नुहुन्छ। निरुत्साहित हुनुको अर्थ हो तपाईको आवृत्ति निरुत्साहित हुनु। जबसम्म तपाईँ आफ्ना अनुभूतिहरूलाई परिवर्तन गराउन सक्नुहुन्न तबसम्म त्यो निरुत्साहले तपाईलाई पछ्याइरहन्छ। प्रेमको बलले तपाईका त्यस्ता परिस्थितिलाई हटाइदिनेछ, तर त्यसका लागि तपाईमा राम्रा आवृत्ति र अनुभूतिहरू हुनु जरुरी छ। जब तपाईँ आफूले अनुभव गर्ने कुरा र परिस्थितिलाई परिवर्तन गर्नुहुन्छ, तपाईमा फरक प्रकारका अनुभवहरू आउँछन् र छुट्टै किसिमले अनुभव गर्न थाल्नुहुनेछ। तपाईको अनुभूतिको छुट्टै आवृत्ति छ। तपाईको परिवर्तित अनुभवलाई आत्मसात गर्नका लागि परिस्थितिहरू पनि आफै परिवर्तन हुनै पर्छ। यदि तपाईको जीवनमा केही राम्रो भएको छ भने त्यसलाई परिवर्तन गर्न सकिन्छ। परिवर्तन गर्नका लागि कहिले पनि ढिला भएको हुँदैन, किनकि तपाईले प्रत्येक पल तपाईको अनुभव परिवर्तन गर्दै जानुहुन्छ। तपाईले प्रेम गरेको कुरा पाउन, तपाईले केही पनि आफूले प्रेम गरेको वस्तुमा परिणत गर्न पहिले तपाईको विचारमा परिवर्तन आउनु पर्दछ, जसले ती सम्पूर्ण कुराहरू साकार पारिदिन्छ। यदि तपाईँ ब्रह्माण्डको रहस्य पत्ता लगाउन चाहनुहुन्छ भने ऊर्जा,
आवृत्ति र तरङ्ग जस्ता शब्दहरूमा विचार पुर्याउनुहोस्। निकोला टेस्ला, रेडियोका अन्वेषक। भावको स्वचालित उडान बन्द गर्नुहोस्। धेरै मानिसहरूलाई राम्रो अनुभव गर्नुको शक्तिका बारेमा थाहा छैन। त्यही भएर उनीहरूको अनुभव भनेको उनीहरूमा जे भइरहेको छ वा चलिरहेको छ त्यसको प्रतिक्रिया वा प्रतिवाद मात्र हो। मानिसहरूले आफ्ना भावनाहरूलाई स्वचालित रूपमा चलाइरहेका हुन्छन्। खासमा मानिसहरूले आफ्ना भावनालाई नियन्त्रित रूपमा चलाउन सक्दैनन् वा खोज्दैनन्। जब केही राम्रो हुन्छ मानिसहरूले असल अनुभव गर्छन्। जब केही नराम्रो घट्छ उनीहरू नराम्रो महसुस गर्छन्। उनीहरूमा जे भइरहेको छ त्यसको कारण उनीहरूको अनुभूति नै हो भन्ने सोच्दैनन्। जब उनीहरू नकारात्मक अनुभवहरूप्रति प्रतिवाद गर्छन् त्यसले झन् बढी नकारात्मकता ल्याउँछ र नकारात्मक परिस्थितिको सिर्जना गर्दछ। मानिसहरू आफ्नै अनुभूतिका कारणले जालोमा पर्दै जान्छन्। उनीहरूको जीवन चक्र जस्तै हुन्छ जसको निस्कने ठाउँ हुँदैन। उनीहरूको उम्कने बाटो किन पनि हुँदैन भने जीवन परिवर्तनका लागि पहिले अनुभूतिका आवृत्तिहरू परिवर्तन गर्नुपर्छ भन्ने उनीहरूलाई थाहा हुँदैन। तपाईमाथि के घट्यो भन्ने कुरा महत्त्वको होइन, त्यसलाई कसरी प्रतिक्रिया व्यक्त गर्नुहुन्छ त्यो चाहिँ महत्त्वको कुरा हो। एपिक्टेटस, ग्रिसेली दार्शनिक। यदि तपाईँसित प्रशस्त पैसा छैन भने स्वभावतः तपाईँले पैसाका बारेमा राम्रो महसुस गर्नुहुन्न। जीवनमा पैसाप्रतिको दृष्टिकोणलाई तपाईँले जबसम्म परिवर्तन गर्नुहुन्न तपाईँले पैसाप्रति राम्रो अनुभव पक्कै गर्न सक्नुहुन्न। तपाईँ पैसाका बारेमा नकारात्मक हुनुहुन्छ भने तपाईँले त्यही नकारात्मक परिस्थिति पाउनुहुन्छ। जस्तै तपाईँले तिर्नुपर्ने ठुलो रकमको रसिद वा भाँचिएका सरसामग्रीहरू आदि। यी परिस्थितिले तपाईँलाई पैसाप्रति नकारात्मक नै बनाउँछ। जब तपाईँ ठुलो रकमको बिलप्रति नकारात्मक देखिनुहुन्छ यसले तपाईँको आवृत्तिलाई नकारात्मक बनाइदिन्छ। यो नकारात्मक आवृत्तिका कारणले तपाईँको सम्पूर्ण परिस्थिति नै नकारात्मक भइदिन्छन्। प्रत्येक सेकेन्ड जीवन परिवर्तनको अवसर हो, किनकि प्रत्येक पल तपाईँले पहिले के सोच्नुहुन्थ्यो भन्ने कुराको केही अर्थ रहँदैन। तपाईँले पहिले गरेका गलत विचारहरूको केही मान्यता रहँदैन। तपाईँले अनुभूत गर्ने तरिका जब परिवर्तन हुन्छ तब तपाईँ अलग प्रवृत्तिमा हुनुहुन्छ र आकर्षणको नियमले निरन्तर प्रतिक्रिया दिइरहन्छ। जब तपाईँ अनुभवको तरिकामा परिवर्तन ल्याउनुहुन्छ त्यसले विगतसँग केही सम्बन्ध राख्दैन। जब तपाईँ आफ्नो अनुभवमा परिवर्तन ल्याउनुहुन्छ त्यसले तपाईँको जीवनमा परिवर्तन ल्याउँछ। एक पल पनि पछुतोमा व्यतीत नगर्नुहोस्। पहिले गरेका भुलहरू सम्झनु भनेको आफ्नो जीवनलाई दुखी तुल्याउनु हो। प्रेमको बललाई क्षमा चाहिन्न। माफ गर्नुहोला, अगाडिको भनाइ फेरि दोहोर्याउँछु। एक पल पनि पछुतोमा व्यतीत नगर्नुहोस्। पहिले गरेका भुलहरू सम्झनु भनेको आफ्नो जीवनलाई दुखी तुल्याउनु हो। भेभिल गार्डर, नयाँ सोचका लेखक। प्रेमको बललाई क्षमा चाहिन्न। यदि तपाईँको जीवन तपाईँले प्रेम गरे जति सम्पूर्ण चिजहरूले भरिपूर्ण छैन भने तपाईँ असल मानिस होइन भन्ने अर्थ बिल्कुलै होइन। तपाईँ प्रेमिल व्यक्ति होइन र तपाईँ माया गर्न नजान्ने मानिस हो भन्ने अर्थ पनि बिल्कुलै लाग्दैन। हाम्रो जीवनको उद्देश्य प्रेमलाई छनौट गरेर नकारात्मकतालाई जित्नुमा नै रहेको छ। अधिकांश मानिसहरू दिनमा सयौं पटक प्रेम गर्न बिर्सिन्छन् र मानिसहरूको मूल समस्या नै यही हो। उनीहरूले कुनै पनि चिजलाई लामो समयसम्म प्रेम गरिरहन सक्दैनन्, जसले गर्दा राम्रा कुराहरू उनीहरूको जीवनमा लागू हुन सक्दैन। एकछिन विचार गर्नुहोस् त, कुनै बेला तपाईँले प्रेम गर्ने व्यक्तिलाई न्यानो अँगालोले प्रेम गर्नुभयो र केही मिनेटमा नै छाडिदिनुभयो किनभने तपाईँले खोजेको चाबी भनेको ठाउँमा फेला पार्नु भएन। तपाईँले प्रेम बिर्सिनुहुन्छ जब तपाईँ ट्राफिक जाममा नराम्रो गरी फस्नुहुन्छ अथवा आफ्नो कार पार्किङ गर्ने पर्याप्त ठाउँ नपाएकाले तपाईँको पारो तातिरहेको हुन्छ। तपाईँ साथीहरूसित काम गरिरहेको बेला हाँसेर प्रेम दर्शाउनुहुन्छ, तर तपाईँले रेस्टुराँमा गएको बेला सोचे जस्तो खाना पाउनु भएन भने रिसाउनुहुन्छ। गएको साता मात्र तपाईँले ध्यानपूर्वक आफ्ना गतिविधि निहाल्नु भयो भने के पाउनुहुन्छ? तपाईँले तिर्नुपर्ने बिलको खात देख्दा तपाईँको पारो तात्यो अनि दिनभर नै तपाईँको दिमाग खराब भइरह्यो।
र यस्तो बेला तपाईँले दिने, प्रेम गर्ने, मुस्कुराउने जस्ता कुराहरू बिर्सनुभयो। एक क्षणबाट अर्को क्षणसम्म पुग्दा तपाईँले यस्ता नकारात्मकताको एउटा सानोतिनो बाँडी नै ल्याइदिनुहुन्छ। तपाईँले कि त तपाईँ अरूलाई प्रेम गरिरहनु भएको छ, प्रेमको कवच लगाइरहनु भएको छ, या अर्को अवस्थामा तपाईँले प्रेम दिइरहनु भएको छैन वा प्रेमको कवच रहित हुनुहुन्छ। मैले प्रेम किन गर्न सकिनँ भन्ने भावनाले तपाईँ प्रेमको बल पाउन सक्नुहुन्न। क्षमा खोज्ने र आफूले गरेका गलत क्रियाकलापहरूलाई राम्रो कुरा हो भनेर त्यसलाई छोप्ने कर्म गर्नु भनेको नकारात्मकतालाई नै बढाउनु हो। किन कसैले मलाई प्रेम नगरेको होला भन्ने भावनाले तपाईँमा नकारात्मकता भर्छ। अर्कोतर्फ तपाईँले अरूलाई किन प्रेम गर्नु भएन, अरूप्रति माया किन बाँड्नु भएन भन्ने भावले पनि तपाईँमा उत्तिकै नकारात्मकता बढाउने काम गर्छ। यस्तो अवस्थामा तपाईँले प्रेम दिनुभएको ठहर्दैन र तपाईँ प्रेमको आवृत्तिबाट टाढा हुनुभएको छ। रिसले तपाईँ मुरमुरिरहनु भएको छ भने अरूलाई तातो कोइलाले मर्ने गरी हान्छु भनेर हातमा राखिरहनु जस्तो हो, जसले तपाईँकै हात जलाइदिन्छ। गौतम बुद्ध धर्मका संस्थापक। तपाईँको जागिरमा केही गडबड भयो, यसको कारण तपाईँ रिसाउनु भयो भने तपाईँले अरू मानिसहरूलाई गडबडीका सारा दोष थोपरिदिनुहुन्छ। आफूले काम बिगार्दा पनि तपाईँ अरूमाथि दोष थोपार्दा तपाईँले क्षमा मागिरहनु भएको हुन्छ, मानौ यो दोष तपाईँको होइन। यस्तो बेला तपाईँले प्रेम बाँडिरहनु भएको हुन्न। अरूमाथि लगाइएको आरोपलाई आकर्षणको नियमले तपाईँले जे दिनुभएको हो त्यो मात्र बुझ्छ। अर्थात् आकर्षणको नियमले घृणा दिनुभएको कुरा मात्र बुझ्छ र यही कुरा तपाईँको जीवनमा आकर्षित गरिदिन्छ। आकर्षणको नियमले तपाईँको जीवनमा पनि आरोप नै निम्त्याउँछ, तर यसका लागि तपाईँले जसलाई आरोप लगाउनु भएको छ त्यसैले तपाईँलाई पनि आरोप लगाउनु पर्छ भन्ने छैन। जताबाट भए पनि तपाईँले त्यो आरोपको सामना गर्नुपर्छ। प्रेमको बलमा कुनै किसिमको क्षमा हुँदैन। तपाईँले जे दिनुहुन्छ त्यही पाउनुहुनेछ। धन्यवाद। बाँकी अंश अर्को पटक। नमस्ते।